अस्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीहरूको लागि अत्यन्तै खुसीको खबर रहेको छ। विद्यार्थी भिजा सक्सेस रेट अस्ट्रेलियाको लागि बढेर गएको छ। तपाईले अस्ट्रेलियामा भिजा अप्लाई गर्दै हुनुहुन्छ भने यो सूचना तपाईको लागि महत्त्वपूर्ण हुन सक्छ र खुसीको सूचना पनि हुन सक्छ। कृपया सेभ गरेर लाइक गरेर राख्नु होला र आफ्नो जो पनि साथीभाइ अथवा चाहिँ भाइ बहिनी कोहीले चाहिँ अस्ट्रेलिया अप्लाई गर्दै हुनुहुन्छ नि यो भिडियो उहाँहरुसँग पुर्याइदिनु, उहाँहरु खुसीले गदगद हुन सहयोग पुग्नेछ। किनभने अस्ट्रेलियाले सबैभन्दा बढी भिजा दिने देशहरूको सूची सार्वजनिक गर्दै नेपाल 6औं स्थानमा परेको बताएको छ। अस्ट्रेलियामा अध्ययनका लागि अप्लाई गरेका 91% नेपाली आवेदनकर्ताको भिजा स्वीकृति भएको बताइएको छ। यो सेप्टेम्बर महिनाको तथ्याङ्क रहेको समेत बुझिएको छ। एक महिनामा 1169 जनाले अप्लाई गर्दा करिब 1072 ले भिजा प्राप्त गरेका छन्। तसर्थ 91% ले भिजा प्राप्त गरेको देखिन्छ। अस्ट्रेलियाले विभिन्न देशबाट गरिएको भिजा आवेदन स्वीकृति दर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको तथ्याङ्क अनुसार बंगलादेश, केन्या र चीन शीर्ष 3 स्थानमा रहेका छन्, जहाँबाट आवेदन परेका मध्ये करिब सबैले भिजा पाउन सफल भएका छन्। कुल संख्याका आधारमा नेपालले भिजा सफलता प्रभावकारी देखिन्छ। नेपाल भन्दा पछाडि भियतनाम र भारत समेत रहेका छन्। तसर्थ नेपाली विद्यार्थीहरूको लागि जसले अस्ट्रेलिया भिजा अप्लाई गर्दै हुनुहुन्छ, अस्ट्रेलिया जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईहरुको लागि खुसीको खबर छ। समयमा नै अस्ट्रेलियाको भिजा अप्लाई गर्नु होला। तपाईको विदेशमा गएर पढ्ने इच्छा छिटै नै चाहिँ पूरा हुन सक्छ। तसर्थ चाहिँ समयमा चाहिँ आईएलटीएस गर्ने विदेशमा आएर चाहिँ पढ्नको लागि योजना बनाइहाल्नु होला। किनभने अहिले भटाभट भिजाहरु लाग्दैछन्। भोलिको दिनमा फेरि नियमहरु परिवर्तन हुने, विभिन्न कानुनहरुको झमेलाहरु आउन सक्छ। किनभने दिन प्रतिदिन जस्तो छ, महिनामा चाहिँ नियम कानुनहरु परिवर्तन हुन्छ। तसर्थ चाहिँ समयमै पढ्नुभयो, अध्ययन गर्नु भने विदेश पढ्नको लागि तपाईको ढोका अथवा विशेष गरी अस्ट्रेलियाको ढोका खोल्न अहिले सहज भइरहेको छ। यो सूचना सबैलाई शेयर गरिदिनु होला जसले विदेशको लागि तयार गर्दै हुनुहुन्छ। अस्ट्रेलियाको हरेक गतिविधि तथा सूचना पाउनको लागि हामीलाई फलो गर्न नबिर्सनु होला। यस्तै सूचना तथा गतिविधि हामी सधैँ तपाईहरुलाई पस्किने नै छौं। हस्त धन्यवाद, नमस्कार।